हुन्छ। सर्वप्रथम परमेश्वरलाई धन्यवाद अनि प्रभु येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह। परमेश्वरलाई धन्यवाद। अनि आज परमेश्वरको जीवित वचन लिएर आएको छु म। अनि म हिजो एकजना साथीसँग उहाँ अलिकति विज्ञान पनि पढ्नु भएको रहेछ, अलिकति धर्मशास्त्रहरू पनि पढ्नु भएको रहेछ, ज्ञान रहेछ उहाँसँग चाहिँ ज्ञान रहेछ। अनि उहाँले भन्दै हुनुहुन्थ्यो मलाई, म बाइबल पढिरहेको थिएँ अनि उहाँलाई इच्छुक भएछ केही बहस गर्नलाई मसँग। अनि बहस गर्दै जाँदै बहस गर्दै थिएँ। उहाँ चाहिँ साइन्सतिर बढी जाँदै हुनुहुन्थ्यो अनि म धर्मशास्त्रबाट चाहिँ उहाँ धर्मशास्त्र पनि पढ्नु भएको रहेछ, हरेक किसिमले जानु भएको रहेछ। अनि उहाँले के भन्नुभयो भने मलाई मानिस बाँदरबाट चाहिँ बनेको, उहाँले यो भन्नुभयो मलाई, मानिस बाँदरबाट चाहिँ बनेको हो। अत्याधिक कुरा धेरै भयो, लगभग 1 घन्टा भयो बहस, 1 घन्टा भयो। अनि उहाँलाई मैले सक्दो कन्फ्युज मनाएँ भन्नाले भने मैले यस्तो हो, मानिस यस्तो हो। अनि बाँदरबाट जन्मेको भए चाहिँ अहिलेको बाँदरहरू पनि किन चाहिँ मानिस हुँदैनन्, त्यो बेलाको बाँदर मात्र किन मानिस हुँदै आएर अहिलेको बाँदरहरू किन मानिस हुँदैनन् भन्ने कुरा पनि मैले उहाँलाई गरेँ। उहाँले चाहिँ परिवर्तन हुँदै जान्छ भनेर यसरी कुरा गर्दै हुनुहुन्थ्यो। एकदम पढेको मान्छे, एकदम व्यापार बिजनेस, एकदम टाइलेन्ट मान्छे हो, व्यापार बिजनेस गर्ने मान्छे पनि हुनुहुन्छ। अनि उहाँले यो कुरा गर्दै हुनुहुन्थ्यो। अनि अर्को फेरि एकजना भाइसँग साथी नै हो, अनि उहाँ पनि हुनुहुन्थ्यो। अनि उहाँलाई मैले, अनि फेरि उहाँ भन्नुहुन्छ आत्मा छ कि छैन म भन्छु। अनि उहाँले चाहिँ आत्मा पनि छ भन्नुहुन्छ। अनि अर्को एउटा भाइलाई मैले भने, साथी, अनि तपाईँलाई चाहिँ के लाग्छ, मैले यसरी सोधेँ। अनि उहाँले चाहिँ भन्नुहुन्छ हामी त माछाबाट जन्मेको, माछाबाट भएको पनि भन्नुहुन्छ फेरि। अनि म अलिकति अचम्म परेँ। अनि बाँदर, माछा हैन, कसैले भन्छ मानिस चाहिँ यो माडेर चाहिँ सुलीबाट बनेको है, अत्याधिक कुराहरू हामी पाउँदछौँ मानिसबाट हैन। यो संसारको ज्ञानबाट हामी पाउँदछौँ। अनि बाँदरबाट मानिस भएको भए चाहिँ त्यो बाँदरकै स्वभाव हुनुपर्ने हो नि त मानिस। किन चाहिँ त्यसलाई केही पनि ज्ञान छैन, केही बुझ छैन, समझ छैन। माछा जस्तो मान्छेले कस्तो चाहिँ भनौँ न चन्द्रमामा पुगेर आउने मानिसलाई चाहिँ त्यो बाँदरबाट बनेको हो, त्यो माछाबाट बनेको, त्यो सुलीबाट बनेको हो मानिस। हामी यस्तो चाहिँ अद्भुत रीतिले बनाउनलाई पनि हामीभन्दा माथिको तहको हुनुपर्छ, हामीभन्दा माथिको तहको हुनुपर्छ। हामीलाई बनाउनलाई हामीभन्दा नि सर्वश्रेष्ठ हुनुपर्छ हामीलाई बनाउने पनि, त्यो अनुसारले हेर्न पर्छ। अनि मैले वचनबाट आज मैले यो भन्न खोजेको के हो भने नि, मानिसहरू नि अन्धा भएका छन्। अन्धा भन्नाले यो होइन कि उहाँहरूको आँखाको अन्धको कुरा गरिरहेको छुइनँ, म समाजको कुरा गरिरहेको छु। समाजलाई नि अन्ध तुलाएको छ, समाजलाई अन्ध तुलाएको छ, म जान्दछु यो कुरालाई। अनि के हो भने सबै मानिस सुन्नुहोस् है, हामी आज बुझ्नुपर्ने छ। यो मात्र होइन कि, यो मानिस मात्र होइन कि, हजुरहरूले भन्दै हुनुहुन्छ कि क्रिस्चियनहरू मात्र चाहिँ त्यो समझ खोलेको होइन, क्रिस्चियनहरू पनि अन्धै छन्, क्रिस्चियनहरू पनि अन्धै छन् हैन। अनि म अहिले आउँछु त्यो विषयमा। क्रिस्चियनहरू पनि अन्धै भएर हिँडिरहेको छन्, तर उनीहरूले कतिपय, सबै कुरालाई होइन, कतिपय अन्ध पनि
अन्धको लयतिर पनि गइरहेको छन्, म जान्दछु, म हेर्दछु। अनि सम्पूर्ण जाति जति पनि छन् पृथ्वीमा, सोच चाहिँ नि मान्छेको समझलाई अन्धो तुलाइदिएको छ। आउनुहोस् हामी दोस्रो कोरिन्थीको पुस्तकलाई हेर्नेछौँ। दोस्रो कोरिन्थी 4:4 यहाँ के भनेको छ? तिनीहरूका विषयमा भनौँ भने ख्रीष्ट जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुलाइदिएको छ। भन्न खोजेको चाहिँ यहाँनिर नि यहाँ अक्रिस्चियनको अविश्वासीको पनि कुरा आइरहेछ, तर म एकछिनमा विश्वासीको पनि कुरा ल्याउँदछु। तर यहाँनिर चाहिँ अविश्वासीको भन्नाले नि अघि मैले भनिहालेँ जुन मसँग कुरा गर्दै हुनुहुन्थ्यो, हामी बाँदरबाट जन्मेको, हामी माछाबाट, कोही सुलीबाट, हैन? यो चाहिँ नि समझलाई अन्धो तुलाएको। आज हामी सृष्टि कसरी भयो भन्ने कुराहरू पनि हामी चाहिँ जान्न आवश्यक छ। यहाँनिर चाहिँ सनातनदेखिको हाम्रो युगौँ-युगको देखिबाट आउँछ होला, तर मेरो बाइबलमा पनि छ, परमेश्वरको जीवित वचन पनि छ। परमेश्वर सनातन भने अनन्तको परमेश्वरमा उत्पत्ति हुनुभन्दा अगाडि उहाँ हुनुहुन्थ्यो, रहिरहनुहुन्छ, आउनु पनि हुन्छ, न्याय पनि गर्नुहुन्छ। अनि यहाँनिर चाहिँ के भनेको छ भने परमेश्वरको हैन जो ख्रीष्टको सुसमाचार उनीहरूले के गर्छ? सुसमाचार तिनीहरूले नदेखुन् भनेर, सुन्नुहोस् है, नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुलाइदिएको छ। त्यसैले त नि सृष्टि नै कसरी भयो? मानिसलाई अनमोल छ भन्दै थियो। अब त्यसै भए त बाँदरबाट बनेको भने त अब बाँदरलाई पुजौँ हामी, कुरा त्यहाँ पनि आउँछ। बाँदरलाई पुज्ने हामीले, माछाबाट आएको भने माछालाई पुज्ने हामीले, सुलीबाट जन्मेको भन्छन् मान्छे, सुलीलाई पुज्ने हामीले। मैले हेर्दै थिएँ प्रकृतिको रुखहरू नै यो हो भनेर भन्दै थिएँ कि रुखलाई पुज्ने, त्यसलाई पुज्ने, यो निर्जीव वस्तुहरूलाई पुजेर हिँड्ने, जुन यो समझ छैन त्यसलाई पुज्दै हिँड्ने। आज हामीले जान्नुपर्ने कुरा हुन्छ कि हाम्रो सोचलाई हामी आँखा त देखिरहेछौँ कि हामी अन्ध त भइरहेको छैनौँ? आँखा त देखिरहेछौँ। अनि अघि मैले क्रिस्चियन भने यो जस्तै हरेक अन्य जातिलाई मात्र होइन, यो क्रिस्चियन जातिलाई पनि हो। अस्ति म देख्दै थिएँ क्रुस राखेर नि यतापट्टि येशूको फोटो, यतापट्टि क्रुस राखेर धुप बालेर पुरै पूजा गरिरहेको म देख्दै थिएँ। त्यो होइन, त्यो क्रुस नि त्यो एउटा परमेश्वरले बनाउनु भएको प्रकृतिको कुरा हो। त्यसलाई पुज्ने होइन कि त्यसलाई बनाउनु हुने परमेश्वरलाई पुज्ने हो। त्यो क्रुसलाई पुज्ने होइन कि येशू ख्रीष्टलाई जो क्रुसमा चढ्नु भएको छ नि उहाँलाई पुज्ने हो। हामीले पुज्ने भनेर यो होइन कि हामी यसरी पुज्दैनौँ, धुपहरू पुज्दैनौँ, हरेक कुरा फुलमाला लगेर पुज्दैनौँ, हामी आत्मा र सत्यताले। त्यो भाइले भन्दै थियो आत्मा छ त भाइ भनेको, आत्मा त छ नि भन्छ। फेरि आत्मा छ भने तिमी आत्मा र सत्यतामा पुज न। यसुले भन्नुहुन्छ आत्मा र सत्यतामा पुज भन्नुहुन्छ। आत्माको परमेश्वर हुनुहुन्छ, सत्यताको उहाँ सत्य हुनुहुन्छ, बाटोको उहाँ हुनुहुन्छ, आत्मा जाने बाटो उहाँ हुनुहुन्छ। सुनौ, आज हामी समझ खोल्न पर्ने हुन्छ, हामीले अलिकति समझ खोल्न पर्ने हुन्छ। त्यसैले मानिस समझ खोल्न गाह्रो छ मानिसको। किन? संसारको अन्धकारको शक्तिले मानिसको समझलाई बन्द गरिदिएको छ। जिद्दी छ नि त, हुँदैन, कहाँ हुन्छ? मेरो बाउबाजेदेखि आएको हो यो धार्मिकता, हुँदैन, म बदलिन सक्दिनँ, समझलाई बन्द। त्यही छ नि त, त्यही छ। अस्ति एकजनालाई अन्धोलाई मैले बाटो क्रस गराइदिइरहेको थिएँ, सिडी चढाएको, उसलाई मैले भने यहाँनिर सिडी छ भनेको, ऊ कति मजाले त्यो सिडीमा बरु म ठेस लाग्ला जस्तो भयो। आँखा देख्ने मान्छे तर ऊ नदेख्ने मान्छे नै टक्क 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 कति मजाले पार गर्यो।
उतापट्टि ढिस्को थियो, ढिस्को छ भने त्यो पनि पार गर्यो, किनभने उसको आँखा मात्र अन्धो हो तर समझ यति मजाले खुलेको छ नि। हो, आज मानिसको नि त्यो आँखा खुल्लै छ तर समझ चाहिँ बन्द गरिदिएको छ। याद गर्नुपर्ने हुन्छ हामीले यहाँनिर के भनेको छ, अविश्वासीहरूको समझलाई अन्धो तुलाइदिएको छ। समझलाई अन्धो, यो भयङ्कर ठुलो भयङ्कर हो। यो समझ अन्धो हुनु भने नि भयङ्कर हो, अन्धकारमा। त्यसैले त येशूले भन्नुभयो अन्धोले अन्धोलाई डोरायो भने के गर्दछ, खाल्टोमा हालिदिन्छ। कुन खाल्टो, त्यो नरकको खाल्टोमा हालिदिन्छ। याद गर्नुपर्ने हुन्छ हामी कुन कि ज्योतिमा हिँडिरहेछौँ कि अन्धकारमा हिँडिरहेछौँ, हामी बुझ्नुपर्ने हुन्छ। यो सृष्टि भएको कुरालाई होइन, सृष्टिकर्तालाई आत्मा र सत्यतामा हामी आत्माको दौडमा छौँ भने अरू त्यो निर्जीव वस्तुलाई हामी किन पुज्ने? अलिकति समझ पनि, अलिकति लजिक भन्छ नि, त्यो पनि त लाउनु पर्यो। हामी आत्मा छौँ, आत्मा स्वर्ग र नर्कमा जान्छ भने त हामी आत्मा र सत्यतामा त आत्माले पुज्नु पर्यो नि। आत्मालाई हामी यो निर्जीव वस्तुहरूलाई, त्यो क्रुसलाई, त्यो बाँदरलाई, त्यो माछालाई, त्यो कुकुरलाई, कागलाई, रुखलाई, ढुङ्गालाई, यो निर्जीव वस्तुमा हामी चाहिँ किन हामी समझलाई खोलौँ? त्यो भन्दा त बरु एउटा व्यक्तिलाई प्रेम गर्यो भने, त्यसलाई नै एउटा व्यक्तिको दुःखमा हेऱ्यो भने, एउटा व्यक्तिलाई चाहिँ प्रेम गर्यो, अँगाल्यो भने, अरूको दुःखमा हेऱ्यो भने त्यहाँ पाउनेछ। किनभने बाइबलले भन्दछ यो शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो। आत्माको भने चाहिँ पवित्र आत्माको मन्दिर हो। त्यसै भए त भन्नुहुन्छ होला, भाइ तिमी पनि चर्च त जान्छौ, हामी चर्च जान्छौँ, हामी एक गट्टा भेला भएर आत्मा र सत्यतामा उहाँलाई पुज्दछौँ। हाम्रो त्यहाँ कुनै पनि टेम्पल छैन, कुनै पनि मन्दिर छैन, कुनै पनि चाहिँ मूर्तिहरू, कुनै पनि क्रुसलाई पूजा गर्ने हामी गर्दैनौँ। तर त्यहाँ हामी जाँदछौँ, त्यहाँ गएर नै हामी चाहिँ यो भनेर पनि जाँदछौँ, यो पवित्र आत्माको मन्दिर हो। हामी जहाँ गएर पनि चाहिँ हामीहरू साथमा परमेश्वर हिँड्नुहुन्छ, मेरो परमेश्वर चाहिँ मेरो साथमा, पवित्र आत्मा मसँग हिँड्नुहुन्छ। तर हामी त्यहाँ नै एक गट्ठा भेला भएर एक अर्काको दुःख सुख, एक अर्काको चाहिँ के छ, तपाईँलाई के परिरहेको छ, हामी एक अर्कामा बुझ्छौँ र हामी एक अर्कामा प्रार्थना गर्छौँ। हामी त्यो भएर जाँदछौँ। अनि हुन्छ यहाँनिर एफिसीको 4 के भनेको छ, एफिसी 4:18 के भनेछ, तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि, कुन जीवन, अनन्त जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समझ, सुन्नुहोस् है, फेरि यहाँ आयो, तिनीहरूको समझ अन्धकारले भरिएको छ। तिनीहरू कठोर भएका छन् र हर किसिमका अशुद्ध काम गर्ने लालचामा परेर तिनीहरू खडा भएका छन्। यहाँनिर के भएको छ भने नि, तिनीहरूको समझ अन्धकारले भरिएको छ। भर्नीको हामी सबै मान्छौँ ईश्वरलाई। ईश्वर भन्दा दिन छ भने रात पनि छ, ईश्वर छ भने त्यो अन्धकारको शक्ति पनि छ। न त्यसले पो समझलाई बन्द गरिदियो कि न हामी एउटा बाटो जान पनि हामीलाई एउटा बाटो चाहिँ डोराइदियो कि। अघि मैले भने नि अन्धोले अन्धोलाई डोराइरहेको छ, म जान्दछु। यसुले त्यत्तिकै भनेन, यसुले त्यत्तिकै भन्नु भएन। अन्धोले अन्धोलाई डोराइरहेको छ, खाल्टोमा जान्छ। कुन खाल्टो? त्यो नरक, त्यो जहाँ किरा मर्दैन, जहाँ आगो निप्दैन। यो आत्मा पनि नि कहिले मर्दैन, किनभने आत्मा परमेश्वरले दिनुभएको कुरा हो। यो जब जीवनको सास आयो नि, त्यो परमेश्वर त्योपट्टि बाइबलले भन्छ, म त्यो प्रति चाहिँ नि म डाह गर्छु। त्यसैले म तिमीहरूलाई नि, तिमीहरू नाश होला भनेर म एकदम दुखी छु। त्यसैले यो संसारको विनाश म गर्दिनँ। त्यसैले धेरैहरूको आत्मा बचोस्, अनन्त जीवन पाओस् भनेर चाहिँ उहाँले अहिलेको समयसम्म एकदम धैर्य भएर बसिरहनु भएको छ। कसैले रोकिरहेको छ। आज हाम्रो समझ के अन्धकारले भरिएको त छैन? के हामी एकतिर जान पर्ने एकतिर त गइरहेको छैन? बाइबलले भन्छ आज यो जीवनको वचन
तपाईको हाम्रो जति पनि सुन्दै हुनुहुन्छ आज तपाईको सामुन्ने आयो होला। परमेश्वरको जीवित वचन चाहिँ म मार्फतबाट परमेश्वरले भन्नुभयो होला। आज तपाईको हृदयलाई कठोर नगर्नुहोस्। आज एक ताल मात्र भन्नुहोस्, के तपाईँ सत्यको परमेश्वर हुनुहुन्छ? के तपाईँ सत्यको परमेश्वर आत्मा र सत्यता तपाईँ नै हुनुहुन्छ? यदि हुनुहुन्छ भने म तपाईलाई स्वीकार्छु मात्र भन्नु होला। तपाईको हृदयमा पवित्र आत्मा बोल्नुहुन्छ किनभने उहाँ जीवित हुनुहुन्छ। उहाँ निर्जीव होइन, उहाँ नि त्यो चर्चको क्रुसमा होइन, उहाँ नि त्यो रुखमा होइन, उहाँ त्यो ढुङ्गामा होइन, उहाँ पातमा होइन, उहाँ बाँदरमा होइन, उहाँ माछामा होइन, उहाँ त यहाँ पवित्र आत्मा मन्दिर बनाएर बस्नुभएको छ। याद गर्नुपर्ने हुन्छ। आज समझलाई भनेको छ। समझलाई नि मैले अघि भने बरु आँखा बन्द भयो भने नि जे पनि गर्न चाहिँ उयो हुन्छ। मैले भने आँखा बन्द भयो भने यसले यसो छाम्यो डटलाई नि त्यसले डट भन्न सक्छ। तर यदि समझ बन्द भयो भने नि त्यसले यसलाई नि बन्दुक भनिदिन्छ। समझ बन्द भयो भने याद गर्नुपर्ने हुन्छ। यसैको म 5 को है, म 5 को यहाँनिर चाहिँ 5 को 14 मा फेरि यस्तो भनेको छ। एफएसी 5 को 14 मा यसैले यस्तो भनिएको छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ र ख्रीष्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। आमेन। एकदम शक्तिशाली वचन यो। के भन्नुभएको छ? निन्द्रामा परेको। कुन निन्द्रामा भन्दै हुनुहुन्छ? यहाँनिर चाहिँ भन्दै हुनुहुन्छ कि यो निन्द्रामा तिमीहरू सोचको निन्द्रामा नै परेका छौ। जगौ सोचलाई ज्योतिमा ल्याऊ। मरेकाहरू भनेको के हो त? तिमीहरूको नि यो सोच मरिरहेको छ। उठ, तिमीहरूको सोचलाई उठाऊ। ख्रीष्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। ओ हालेलुया, प्रकाश दिनुहुन्छ। बाइबलले भन्छ साँच्चै नै यो संसारको बुद्धिमानीहरूलाई नि बाइबलले मान्दैन। संसारको बुद्धिमानी, कुन बुद्धिमानी? त्यो साइन्टिस्टहरूले के भनेको रहेको थियो अघि? त्यो अघि मैले कुरा गरेको भाइले चाहिँ के भन्दै थियो? बाँदरबाट हो, अरूले भन्छ माछाबाट हो। यो संसारको ज्ञानबाट आएका कुराहरू हो। त्यो ईश्वरीय ज्ञानबाट होइन। ईश्वरीय ज्ञानबाट त अर्कै किसिमले आउँदछ, त्यो संसारको ज्ञानलाई होइन। यहाँ के भन्दै हुनुहुन्छ? यसैले यस्तो भनिएको छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ, ख्रीष्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। उठ्नुहोस् आज। कतै तपाईँ चाहिँ अन्धकारमा हुनुहुन्छ होला। तपाईको चाहिँ तपाईँ एउटा बाटोमा जानुपर्ने अर्को बाटोमा जाँदै हुनुहुन्छ। ख्रीष्टले तपाईँलाई प्रकाश दिनुहुनेछ। निन्द्रामा परेको होला तपाईँको सोच। आज तपाईँको सोच मरेको होला। उठ्नुहोस्, प्रकाशमान हुनुहोस्। आज आत्मा र सत्यतामा पुज्नलाई यीशुलाई भन्नुहोस् कि आज म कतै गलत बाटोमा त गएको छैन। आज हामीले ध्यान दिनुपर्ने कुराहरू हुन्छ। अनि नि आउनुहोस् हामी फेरि यहाँनिर कलासीको पुस्तकमा जानेछौँ। कलासीको पुस्तकले के भन्छ हामी राम्रोसँग, म छोटो एउटा पद पढ्छु। कलासी 2 को 3 मा यस्तो भनिएको छ, उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। हालेलुया। कहाँमा? येशू ख्रीष्टमा। यहाँ के भनेको छ? उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। आमेन। प्रभुलाई, महान प्रभुलाई धन्यवाद होस्, किनभने आज ईश्वरीय ज्ञान बुद्धि मलाई दिनुभएको छ। यदि संसारको बुद्धिमा लाग्या भए म त्यो भाइले भने जस्तो म आज बाँदरलाई पुज्ने थिएँ, त्यो भाइले भने जस्तो माछालाई पुज्ने थिएँ, त्यो अरूले जस्तो म क्रुसलाई नै, त्यो दाउरालाई पुज्ने थियो, त्यो केलाई रुखलाई पुज्ने थिएँ, ती ढुङ्गा। तर नि यहाँनिर के भनेको छ? मैले जब उहाँलाई पाएँ नि, तर यहाँनिर बाइबलले हुन्छ पवित्र आत्माको नि वरदानमा नि ज्ञान र बुद्धि पनि छ। पवित्र आत्माले यस्तो दिनुहुन्छ।
यस्तो दिनुहुन्छ, पवित्र आत्माले ज्ञान र बुद्धि पनि दिनुहुन्छ। साँच्चै नै उहाँमा नै ज्ञान र बुद्धिका सारा भनेको छ, एउटा पनि भनेको छैन। उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। आज प्रकाशमान हुनुपर्छ, प्रकाशमान हुनुपर्छ। आज अन्धकारलाई हटाउँ, ज्योतिमा हिँडौँ, अन्धकारलाई हटाउँ, ज्योतिमा हिँडौँ, ज्योतिमा हिँड्नु पर्दछ हामी। किनभने हामी मानिस हो। परमेश्वरले सबैभन्दा सर्वश्रेष्ठ मानिसलाई नै, यो प्रकृतिमा जति पनि बनियो मानिसलाई नै बनाउनु भयो हो। आफ्नो आस्था छ, भाइ म यसमा आस्था गर्छु, भाइ म उसमा आस्था गर्छु, म यसमा आस्था गर्छु। आस्था त छ, आस्था गलत पनि हुनसक्छ, गलत पनि हुनसक्छ। कतै त्यो अन्धकारमा चाहिँ हामी हिँडेर, अन्धकारमा चाहिँ हिँडेर त्यो सोचहरूलाई चाहिँ, समझहरूलाई चाहिँ कसैले बन्द गरिदिएर हामी उल्टो आस्थामा, हामी चाहिँ गलत आस्थामा त लागेका छैनौँ। आज हामीले यो कुरा पनि जान्न पर्ने हुन्छ, समझलाई हामीले खोल्नु पर्ने हुन्छ। त्यसैले ज्ञान बुद्धि चाहिँ बाइबलले भन्दछ मेरो प्रजा भनेको चाहिँ सुन्नुहोस्, मेरो प्रजा, मेरो सृष्टि, मैले बनाएको मानव जाति नि ज्ञान र बुद्धिको कमीले नष्ट भए। बाइबलले भन्दछ मेरो प्रजा भनेको नि मैले बनाएको सृष्टि गरेको मानव जाति, मेरो प्रतिरूपमा बनाए, अरू सबैलाई मैले मुखले बनाए, तर यो मानव जातिलाई चाहिँ नि मैले मेरो हातले सिर्जे, मेरो हातले बनाए र जीवनको सास फुकेर त्यसलाई जीवित प्राणी बनाए। तिनीहरू आज ज्ञान र बुद्धिको कमीले नष्ट हुँदैछन्। आज मानव जाति हामी पर्दछौँ, कतै हामी निन्द्रामा त छैनौँ, कतै हाम्रो सोच त मरिरहेको छैन, समझ त मरिरहेको छैन, कतै हाम्रो समझ निन्द्रामा त छैन। हामीले याद गर्नुपर्ने हुन्छ, हुन्छ। परमेश्वरलाई धन्यवाद होस्। जीवित दयालु परमेश्वर बुबा, म तपाईँलाई धन्यवाद भन्दछु। आजको वचनद्वारा तपाईँ उचालिनु भएको छ र बुबा साँच्चै यो वचन मार्फत बुबा सबैको समझलाई खोलिदिनुहोस्, येशू प्रभुको नाममा, आमेन। हुन्छ। जय मसीह। यदि कसैको भावनामा ठेस लाग्यो, कसैलाई चित्त दुख्यो भने माफ गरिदिनु होला। तर सत्य नै हुन्छ, तर मानिसलाई तितो लाग्छ, तर सत्य नै हुन्छ। जय मसीह।